नमस्ते, म एक्सप्लोर विथ जानुका हजुरलाई स्वागत छ मेरो अर्को भिडियोमा पनि। अनि आज चाहिँ के देखाइरहेछ यो एक्सप्लोर विथ जानुकाले भनेर सोच्नुहुन्छ भने यो हाम्रै ताङ तुलसीपुरमा रहेको चखौरामा स्थित थारू म्युजियम हो, जहाँ पहिलेदेखि नै थारूहरूले गरिने कामकाज र उहाँहरूको वेशभूषा, गहनाहरू अनि उनीहरू कसरी नाच्थे, गाउँथे, रमाइलो गर्थे, उनीहरूको जीवन कस्तो थियो भनेर देखाउनको लागि एउटा थारू कम्युनिटी नै छ। वहाँ एउटा समाज नै बनेको छ जहाँ देशभरिकै थारू कल्चरहरूलाई देखाइएको छ। उनीहरूको वेशभूषा र उनीहरूले कसरी जीवन यापन गर्थे भनेर देखाइएको छ, हेर्न सक्नुहुन्छ। मैले चाहिँ ठ्याक्कै उल्टो साइडदेखि चाहिँ इन्ट्री गरेको छु, यो सकिने ठाउँतिर हो। यो चाहिँ धान काटेर अनि धानहरू कसरी पहिले थारूहरूले कसरी आफ्नो धानहरू बनाउँथे भनेर देखाइएको छ। लाइन गयो गाई, त्यसको लागि सरी। अनि हेर्न सक्नुहुन्छ धान रोप्न लाएको अनि खेत जोत्न लाएको, फेरि लाइन आयो। अनि हेर्न सक्नुहुन्छ धान काट्दा चाहिँ यसरी चाड खाइन्थ्यो, यसरी काटिन्थ्यो सबैजनाले, यसरी मिलेर सबैजना मिलेर। अनि यहाँ चाहिँ हाम्रो एउटा फरेनर पनि आउनु भएको थियो, विदेशी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै रुचि देखाउनु भएको थियो। यो सायद ढिक्री हो खाँदै गरेको। अनि हेर्न सक्नुहुन्छ एकदमै सबै ठाउँको मानिसहरू आएर हेरिदिनु हुनेछ भन्ने आशा छ है। हाम्रो गाउँ आफ्नै ठाउँमा यति राम्रो ठाउँ छ, हामी टाढा टाढाका मान्छेहरू आइरहेको हुन्छन् र हामी चाहिँ जानुपर्छ एकचोटि भनेर भन्न चाहन्छु है म। किन भनेपछि एकदमै राम्रो ठाउँ हो कि यो आफ्नै हाम्रो ठाउँलाई देखाइरहेको छ, बुझाइरहेको छ कल्चरलाई भनेपछि एकचोटि हामीले एक्सप्लोर गर्दा पनि राम्रो होला। अनि लास्टसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। आज कति ठाउँमा त मोबाइल पनि लग्न मिल्दैन थियो, त्यो चाहिँ आफै गएर हेर्नु